हेलो गाइस, सबैलाई जय मसी सेवा र नमस्कार। अनि यहाँनिर म तपाईँको बिचमा आज यो सानो नयाँ रेस्टुरेन्ट खोलिँदैछ, त्यसको बट भिडियो लिएर आएको छु। सबैजना भिडियोमा बनिनु होला अनि अन्तिमसम्म तपाईँहरूले हेर्नु होला। अनि तपाईँहरू यो दोकानमा भिजिट पनि गर्न सक्नुहुन्छ। यहाँ चाइनिज आइटमहरू अनि इन्डियन बिरयानी पनि पाउनेछ है। हुन्छ गाइस, म अगाडि भिडियोमा बढ्नेछु। गाइस, यो रहेको छ तपाईँको चेकपोस्ट, चमर्जी चेकपोस्ट। अनि यहाँनिर यो भुटान स्टोर अनि यसको बाहिर म खडा छु। अनि यहाँनिर हाम्रो छेमाको एउटा सानो रेस्टुरेन्ट खोलिँदैछ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर यो फ्रिजरहरूको दोकानको भित्रपट्टि साइडमा डक्टरको क्लिनिक पनि छ एउटा। अनि यो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर एकदम भोलिदेखिको चाहिँ ओपन हुनेछ र अहिले पुरै यहाँनिर सबै कुराहरू मिलाइँदैछ। अनि यहाँ हाम्रो मामाले एकदमै बनाउनु हुँदैछ है बोट। अनि यहाँनिर हाम्रो छेमा दोकानको अनर चाहिँ उहाँ हुनुहुन्छ। अनि यहाँनिर मेरो वाइफ चाहिँ अनि यो चाहिँ रेस्टुरेन्टको नजारा छ सानो तपाईँहरूको लागि। अनि यहाँनिर एकदमै तयारी हुँदैछ सबै कुराहरू अब यहाँनिर यसरी राखेको छ। भोलिदेखिको चाहिँ एकदमै सुरु हुनेछ। भुटान स्टोरको यसमा यहाँ साइडमा एउटा क्लिनिक छ अनि साइडमा फ्रिजर दोकान छ, त्यसको भित्रपट्टि कुनामा यो रेस्टुरेन्ट खोलिएको छ। तपाईँहरू सबै भिजिट गर्नु सक्नुहुन्छ, यहाँनिर आउनु सक्नुहुन्छ। अनि मिठो मिठो खानापिनाहरू यहाँनिर पकाइनेछ, बनिनेछ। अनि रेस्टुरेन्टको अनरसँग पुछ्नेछु के बनिनेछ। ल तपाईँले भनिदिनुहोस् सानो छोकारीमा के तपाईँको दोकानमा पाउनुहुन्छ है। पुन हो, मेरो नाम चाहिँ तपाईँले कतिजना चिन्नुहुन्छ, कतिजना चिन्नुहुन्न। अनि मेरो चाहिँ यहाँ भर्खर सुरु गर्दैछु भर्खर है, रेस्टुरेन्ट खोल्दैछु। अनि तपाईँहरूलाई स्वागत छ। के पाइन्छ अरे? के पाइन्छ होइन, मोमो, बिरयानी अनि फ्रेन्च फ्राइज अनि यसै कोल्ड ड्रिङ्कहरू राखेको छु। अहिले चाहिँ फिलहाल त्यति नै सुरु गर्दैछु। पछाडि धेरै जिनिस गर्छु। हेलो गाइस, जय मसी, नमस्ते तपाईँहरू सबैलाई। यहाँ हाम्रो चमर्ची चेकपोस्ट डली टिभी दोकानको नजिकै तपाईँहरूको लागि एउटा नयाँ रेस्टुरेन्ट खोलेको छ बहिनी पुनमले, र तपाईँहरूलाई स्वागत छ। धेरै भेराइटिज तपाईँहरूले त्यहाँ पाउनुहुनेछ। मोमो चाउमिनदेखि लिएर बिरयानीदेखि लिएर फ्रेन्च फ्राईदेखि लिएर तपाईँले अन्य भेराइटिज तपाईँले त्यहाँ पाउनुहुनेछ। तपाईँहरूलाई स्वागत छ। अनि गाइस सुनिसक्नुभयो, यहाँनिर मोमो, चाउमिन, बिरयानी अनि अझै फ्रेन्च फ्राइज, चिकन पकौडाहरू सबै कुरो पाइनेछ। अनि भोलिदेखिको चाहिँ यो दोकान ओपनिङ हुनेछ। भोलि ओपनिङ छ यसको। अनि भोलिदेखिको चाहिँ यो दोकान ओपन हुनेछ, तपाईँहरू भिजिट गर्न सक्नुहुन्छ।